एक्जाम आखा पढ्ने हैन नपढेर फाल्टु गर डुलिया सोध्नु न त अघि कम्मरमा हात हालेर कहाँ गएर आइस कम्मरमा हात राख्दै कहाँ गइस अनि पढ्छु भनेर गएको किन पढेनस् त पढे त्यसपछि तिम्रो सबै आउने रहेछ आऊ आऊ जाऊ जाऊ भन्नु तँलाई जहाँबाट पनि बाना बनाउन पर्छ हैन पढ्नलाई रिटर्नलाई गएर सोध्नु रिटर्न तिम्रो सबै आउने रहेछ अनि अहिले जाऊ भन्नु अनि सबै आउने भए तिमी त फर्स्ट हुन पर्यो फर्स्ट त हुन्नौ त फेरि अनि अहिले पो आउँछ नि पहिला आउँछ नि ल सोध्नु पत्ता हुन्न अनि तँ सोधेर हुन्न के पढ्न ध्यान दिने आएर खेल्ने अनि त्यसै कत्थेर खेला हुन मात्र कोन्नी किन नखेल्ने हो चिच्चाएर मात्र जितेर हुन्छ र अनि रिजल्ट आउँदा With what are us very weekend small plants are called earth. Which parts of sugarcane is used as food? The stem parts of sugarcane is used as food. What are sops? Very small and bushy plants are called sops. Which part of your body can smell? The part of my body can smell is not. अनि एक्जाममा The part of my body क्वेसन नसाराई भन्दा क्वेसन सार्ने अहिले गएको एक्जाममा म गइ थिइन र हेर्न क्वेसन सार्कै छैन त अनि त्यसपछि रिजल्ट आउँदाखेरि पर मेरो त थोरै भन्दै आउने अहिले पढ्ने बेलामा पनि थर्काउने अनि अहिले हो नि मेहनत गरेर अहिले पढ्यो भने पो बल्ल रिजल्ट राम्रो रिजल्टको दिन पिर मानेर यहाँ पढेर हुन्छ र यसै 4 GP आउँछ पढ्न पर्यो नि घर आएर पढै हेर्न खेल्दै खेल्दै हिँडे एउटा कापी हातमा राखे यो सोधेर मात्र हुन्छ र यही मात्र आउँछ र क्वेसन म्याथको प्र्याक्टिस गर्ने साइन्सको पनि पढ्ने अनि नेपाली पढ्ने सबै विषय पढ्न परेन एउटा मात्र पढेर हुन्छ र सबै ट्यालेन्ट हुन पर्छ र पो बल्ल हुन्छ के रे वर्ष नेपालीको सबै हुन्छ अनि सेरोफेरोको सबै हुन्छ एक्जाम दिने बेला क्वेसन छोडेर वहाँ 3 नम्बरको क्वेसन छोडेर 4 GP नआएको क्वेसन 11 नम्बरको 11 नम्बरको त्यति ढङ्ग नभएको किन झुकिने नि कहाँ जान बेर हुन्छ एक्जाम दिने बेला रिचेक गर्दैन देखेर त्यस्तो हुन्छ रिचेक गर्ने छुट्यो कि भनेर हेर्ने हेर त रिचेक गरेको मैले हुन्छ त्यसमा अरु राम्रो छ अरु एउटा मात्र क्वेसन बिग्रेको हुन्छ युजी क्वेसन बिग्रेको जानेको म्याडमले भन्नुभएको थियो विमोचन काम छैन पढ्दा नि पढ्दैनन् ढोलाङ हिँड्छन् भन्नुभएको थियो झुट कति बोलेको मलाई पुजमा यति धेरै आउँछ त्यहाँ बसेर नपढ्ने मान्छे रुचाउन्न मैले जब पढ फर्स्ट हुन पर्दैन मामाहरू चाहिँ सोध्ने मात्र हो र आफै बसेर पढ्ने हो नि आउँछ भन्छ मम्मी अनि गयो अनि पलतिर रितेशको अत्यार लाथ्यो गएर भेटो भेटो अनि आओ कापी हल्लाउँदै बसेर आनन्दले भ्याओ त्यसरी घोक जा घोक अर्को अप्ठ्यारो विषय लिएर आज म्याथ ल्याएर प्र्याक्टिस गर जा सबै जान्न परेन यो त काउलो पारेर नपढेर आजभोलि बिग्रियो जिब्रानी छैन यहाँ मदनी छैन मलाई त गाली गर्ने मान्छे छैन मम्मीलाई त सबै जाने हो भने भ्याइयो त सोधेर हुन्न प्र्याक्टिस गर्ने आफै एक्जाम दिने सोधेर नि हुन्छ र सोध्दिनँ मैले क्वेसन बसेर पढ्ने म्याथमै होइन त अहिले थोरै नम्बर ल्याएको नेपालीमा हो नेपाली किन त्यही नेपाली ल्याएर बस किन छुटिस् क्वेसन
बिर्सेर मलाई काम छैन यसको यो को जस्तो हुने बाउ अरे नपढेर दिदी मामा जस्तो जीवनमा त पढेर भएर ठुलो मान्छे हुन लागा त होस् काम नलाउने गदा वा चट अझ यहाँ नपढेर फेरि चकचक गर्न आहा जा ल हेर्नु म पढेको ढङ्ग ल हेर्नु है को कोले के अरेछन् भनेर हेरे कापी त हल्ला भरे Pode राख्छु दरुद द्याचा नमाइने 4.5 सुरु वातार of very weak and Christmas are which part of sugar cane is used as food? The is in part of